मेरो त फोन भइरहेको त गिरिसरले पढाएकै हो त गिरिसरले मलाई गिरिसर ए यो दुईटा कुममा भिरा त बाबु दुईटा हातले भिरा अब भिच्चैमा आउनु पर्यो यसरी दुई ठाउँ भिरा एउटा दाल माग एउटा पैसा माग एउटा चामल माग बस्नु है यहाँ खोज्छु पहिला चाहिँ भाग्नु हाल्नु चामल पानी यहीँ छ त ल्याएको एउटा बाहिर नगएछ बाहिर गएछ भने पुलिसले समाएर लगिहाल्छ कहाँ गयो यस्तो हुँदैछ सर्लको हाम्रो घर आएर त सिधै गइन्छ हो तपाईँको ट्रेनमा पनि बस्नु हामी ट्रेन बसिएको भएर आशाको सल्लाह त्यहाँ कति 10-12 मिनट यता है नजिक पर्दो बसिया हजुर बस्ने कहाँबाट म हिँडाइ हिराई हो हिराईबाट त तपाईँलाई सरासरा के हो त्यही त भने सर्लकै नजिकै रहेछ 5 किलोमिटर 5.5 कति मिनट लाग्छ ए सिङ्गो हुन्छ सिङ्गो नभए जानु है कैसा हुआ बढ़िया बढ़िया सब अरे भगवान तो जब भी हो कब क्या होता कब क्या होता कुण्डलाधारण अब यहाँ कानालाई कुण्डल छैनन् के अरे मैले कुण्डलाधारण दण्डधारण दण्ड पनि छैन लट्टी हुँदैन अगाडि पछाडि अब जानुभयो यो सल्लाह अब यसले भने अनुसार गर्ने नि यहाँ सामानै भेटिन्न भने चाहिँ नभएको गरेर भएन उत्तो चामल लिएर जानु उता जानु कता ओ उहाँ कुना जानु यो चामल र त्यो दाल लिएर जानु उहाँ दाल अब त्यसैलाई कुन प्रडक्सन छोडेर उहाँ त्यसलाई छिट्टा छिट्टै गरेर भ्याइदियो हजुर भगवती भिक्षाम देही भन 3 पटक छन् भगवती भिक्षाम देही भगवती भिक्षाम देही बाबाले पनि दिने बाबाले आमाले हो आमाले भगवती भिक्षाम देही भन छैन भगवती भिक्षाम देही भगवती भिक्षाम देही ल लिएर आऊ हो गृहो भन हो गृहो मया लब्धः एतत् भिक्षादानं मया भवान् दातुम् उच्छिद्ये बाँध्न जानेन चलो पंडित जी मिलते एक मासको राम्रो सेट हो कुन चाहिँ लाने हो 3 लिटर तेल लाने हो 1 लिटर खुसीले त जाऊ आओ पैसा दो ना ले लो हो धोनी ठीक है
एउटा चना छ एउटा मसुर हो आदि अब बसन्त राम्रै चना एउटा छ कालो छ कि एउटा हो ग्रोह भोग्रह हो ग्रोह भोग्रह अहम अहम वेदपाठनाय वनं गमनामि वनं गमनामि म वेद पढ्नको लागि वनमा जान्छु म वेद पढ्नको लागि वनमा जान्छु अहा पुस्तक लिएर जाने यहाँबाट केही नजानिकन त्यसपछि पढेर आउने यत्रो कहिले पढ्ने अब त्यहाँ गएर पढ्नु त अलिकति तँले राम्ररी भन् मसुरी एड छन् होला नि ल ल मलाई लोकेसन पठाइदिनु म ल्याइदिन्छु पढा कि पढिरहेको धोती सम्हाल्न सकेन बिचरा यहाँ पुछायो बल्ल निवेच है यो तपाईँको के हो छ अझै केही छैन हरिओम तत्सत थाकिरहने पर्छ पढे पढेर आयो के पढ्यो ओम तत्सतम ओम तत्सत हरिओम तत्सत यहाँ तपाईँको बसाइ कहाँ गयो मेरो हेबाजीमा हो टाढै रहेछ आज कहाँ पूजा कहाँ होला घरमा आज पूजा थियो एउटा घरको वास्तु थियो पूजा खत्री पूजा खत्री थियो होइन टिकटकको टुट घर भुटुटे पनि के भन्नु त्यो थाहा भएन मलाई तर तिनै गाउँ हो अनि तपाईँलाई काट्दा अब के हो हामीलाई थाहा छ अब 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 मातृदेवो भव मातृदेवी भव मातृदेवो भव मातृदेवो भव पितृदेवो भव पितृदेवो भव आचार्य देवो भव आचार्य देवो भव अबदेखि आमालाई मातृदेवी भनेको देवीको रूपमा मैले पूजा गर्नेछु भनेर मनले भन्नु पर्यो आमासित कहिले मुख लाएर अगाडि गरेर कुरा गर्न भएन ल अनि पितृदेवो भनेको को बा पितृ भनेर बाका बा पनि हो फेरि बाका हजुरबा पनि हो तर के हो भन्दाखेरि जीवित के हो जिउँदो देउता भनेर बाबु आमालाई भनिन्छ त्यही भएर यो व्रतबन्ध गर्न पर्ने किन हो यो हाम्रो एउटा संस्कार हो संस्कारमा रहनको लागि आफू आचारवान बन्नको लागि गरिने कर्म हो आफू आचारवान बनिन्न भने जनै लाउँदैमा ब्राह्मण भइँदैन जन्मना जायतो शूद्र कर्मणा द्विज उच्यते भनेको हुन्छ जन्मदाखेरि सबै शूद्रवत हो हामी जन्मेपछि नाल छेदन त्यसपछि गएर षष्ठीका पूजा अनि गएर 11 दिनका दिन निवारण 6 महिना भात खुवाई अनि गएर 3 वर्ष बाल काट्ने यी आदि कर्म गर्दै गर्दै आएर आज आएर के हो भन्दाखेरि बाहुन हुने दिन हो ब्राह्मण भएँ भनेर के भन्दा मैले गर्न सक्दिनँ भनेर तिमी अहिले डराउ नि तर तिम्रो त काहिरतापनले कहिल्यै पनि जीवनमा सफलता आउँदैन बाबु यो हो मैले अब भन्ने कुरा भन्न पर्ने अब किन भन्दाखेरि हामी जन्मियो जन्माउनेवाला बा आमा पनि होइन
दिनेवाला पुरुषार्थ सिद्ध भगवान हो। तिमी कोठा सुतिया हुन्छौ, दिनभरि राति नेपाल पुगिया हुन्छौ। यो शरीर त यही थियो नि, नमर्ने जुन आत्मा हो त्यो डुल्छ। त्यो आत्मा कहिले मर्दैन, अजर छ, अमर छ। त्यो आत्माको पूजा गर्न सिक्यौ भने तिम्रो जीवन धन्य हुन्छ। जीवन धन्य गर्नका लागि गरिएका यिनी कर्म हुन्। यही बाआमा मऱ्यो भनेपछि त्यहाँबाट गएर म पाउनु के गर्न पाउँछु भनेर यो गरेको कर्म होइन, यो नसम्झे फेरि म त्यसको म विरोध गर्छु। के हो भन्दाखेरि हामी आफूले आफ्नो शरीरलाई शोधन गर्ने भनेको शुद्ध राख्ने। जहाँ जे पाइयो त्यही खाएर केही हुँदैन। यो खानालाई मात्रै जन्मियो शरीर होइन भाइ, केही गर्नको लागि जन्मेको शरीर हो। त्यही भएर सत्कर्म, सत्मार्गगामी भए, राम्रो कर्म गरे, सधैँभरि बिहान उठेर स्नान नगरिकन अबदेखि खायौ भने तिम्रो यो शरीर भएको काम लाग्दैन। होइन, अबका कुरा गरेँ मैले। हिजो बिहान उठेर नुहाइधुवाइ गरेर गायत्री थोरै जति भ्याउँछौ, तर गायत्री नजपिकन हिँड्न हुँदैन। गायत्री के हो भन्दा शरीरलाई शोधन गर्ने माध्यम हो। त्यसपछि सक्छौ भने बिहान उठेर बालाई उठेर ढोग गर्ने, जिउँदो देउता बाबु हो। त्यसपछि गएर आमालाई ढोग गर्ने, त्यसपछि आफ्ना कर्म गर्न जाने। कर्म गर्दाखेरि काम भनेको के भन्दा काम त जे पनि गर्नुहुन्छ भाइ, काम कर्म हो। तर काम गर्छु भन्दैमा त्यसको पछि लाग्न पर्दैन। काम गरन्छ नि, जे गर्छौ गर। गाई समात्न परे पनि समात्दा। अब त्यो यो हामीले भन्ने कुरा त होइन, तर यहाँको परिवेशले जे गर्न परे पनि गर। तर घर आएपछि नुहाइधुवाइ गरेर चट्टा आफ्नो संस्कारमा बस्न सिक। त्यो भयो भने तिम्रो जीवन धन्य हुन्छ। यो तिम्रो लागि हो, मेरा लागि गरिदिनु परेन। बाका लागि गरिदिएर उठ्न। खानी कसका लागि हो? त्यस्तै जस्तो खानी हो त्यस्तै कर्म पनि आफ्नो लागि गर्ने हो। अरू कसैका लागि बाले भनेर गर्न पर्यो, फल्नाले भन्यो त्यो मैले गर्न पर्यो भनेर गराइ हुन्न। आफूले आफ्नो शरीरलाई शोधन गरेर स्वच्छ भएर बिहान उठेर कर्म गर्यौ भने आज यहाँ तिम्रो यज्ञोपवीत संस्कार त राखियो। यज्ञोपवीत संस्कार किन राखियो भन्दाखेरि बाआमाको इच्छाले राखेको हो, अरू केही पनि होइन। तिम्रो इच्छा थियो थिएन मलाई त थाहा भएन, बाले होइन अहिले राख्नु पर्यो भन्ने कुरा गर्नु। मैले भने मैले भ्याउन्न। मैले फेरि त्यो जहाँ गर्थेँ त्यो टिकटकवालालाई नि मैले यहीँ गराइदिन्छु न भनेको नि, त्यसले हुन्न भनौँ। उहाँ उसका घर हकका कुरा होइन नि त। तपाईँले भन्नुहुन्छ भने गर्छु भन्न सक्नुपर्छ नि। त्यो पनि दम नभएको मान्छे आइन्छ भने त्यस्ता त्यहाँ त मैले सबै बिहान गएर सबै रेखी राखेर सबै गरेका थिएँ नि। तर त्योभन्दा यो ठाउँ शुद्ध हो, यो मन्दिर हो। सदा सर्वदा गरिने भएको भएर यहाँ थोरै कर्म गरे पनि धेरै फल प्राप्त हुने भएको भएर यहाँ मैले छोटरी गरिदिन्छु भनेर मैले त्यसरी त्यसले गर्दाखेरि अबदेखि बाबु आफू आफ्नो ठाउँमा बसे सदैव आफूभन्दा ठुलालाई मान्न सिक्यौ भने तिमीलाई पनि अर्काले मान्दछ। यो गुरु पनि ख्याल गरे। तिमीले कसैलाई प्यारो गरेर बोलायौ भने फल्नाले त मलाई प्यारोसित बोलाउँछ भनेर उसले पनि तिमीलाई सम्मान गर्न सिक्छ। सम्मान कसले गरेर हुने भने आफूले गरियो भने अर्काले पनि सम्मान गर्छ। आफू राम्रो बन्ने कोसिस गरियो भने अर्काले पनि राम्रो देख्छ। एकैछिन त हो के कसैले देखियो छैन भनेर कुनै नराम्रो काम नगरे। किनभने तिमीले मैले लुकेर गरेछु भनेर भन्छौ भने तिम्रा भित्र बसेको आत्माले यो त गलत हो भनेर त्यो बेला त भनेकै हुन्छ। तर त्यो आत्मालाई देख्ने साक्षात्कार यो खम वर्मा आकाश रूप वर्मा छ, त्यसैमा भगवान हुनुहुन्छ। त्यसैले जुन कुनामा गए पनि तिमीले गरेका कर्म प्रत्यक्ष देखिएका हुन्छन्, लुकेका हुँदैनन्। अहिले सिसी क्यामेरा लाउनु पर्यो, पहिला सिसी क्यामेरा चाहिँदैन थियो नि बाबु। किन भन्दा सत्यता थियो, सत्य थियो। सत्य भएपछि कहीँ कसैको भय थिएन। नराम्रो काम गरेपछि पाप लाग्छ भन्ने सबैलाई प्रष्टै थियो, गर्दैनथे। कोही दुराचारी भयो भने आफै खौना गएकै थिए। हाम्रा इतिहास हेर्दै जाउँ छ नि। अब लगाएर महाराष्ट्रको तपाईँको उहाँ के
यो शनिसँग मन्दिर छन् उहाँ चाहिँ ढोकै छैन छैन। विश्वास छ भने अब यहाँ भगवान् यही हेर्नु न, यहाँ ढोका यो देख्नलाई हो लगाइन्छ, राति पनि लगाइन्छ। ए भगवान्मा सुनका झोलहरू छन्, तर पनि यहाँ ढोका लगाउने गर्ने हाम्रो पनि चलन छैन। होइन यहाँ त ढोका भएको उहाँ त ढोकै छैन। होइन यहाँ त के भन्दा सरकारले बनाउनु पर्ने भएर यो घर भनेर मन्दिर भनेर राख्नु नपाइने भएर घर भनेर राख्नु पर्ने भएर ढोका लगाएको होइन त्यो त होइन भनौँ। होइन भन्नाले परिस्थिति अनुसारको काम। तर सच्चाइ भयो भने केही पनि डराउनै पर्दैन। राम्रो काम गरेपछि कुनैसित झुक्नै पर्दैन। भारतका मोदी चिया त व्यक्तिगत रहेछ, अहिले प्रधानमन्त्रीबाट चलाएको सद गर्छन् उनले, असद गर्दैन। अहिले सोचिएको थियो त चियावाला प्रधानमन्त्री भन्छ भने के भन्दा उनले राम्ररी गरेका थिए। मातृदेव हो बाबा, उनले अरूले चुनावमा जित्योस् भनेर के गर्छन्, राति गएर रातभरि जाँड खाँदै बस्दै गर्छन् मान्छेले। उनले चुनाव हुँदा दिन गएर गुफामा बसेका छन्, 2 दिनसम्म तपस्या गरेका छन्। त्यसको तपोबलको फल अहिले भारतभरि हेर्नु उनको हाई हाई त छ नि। फल के हो भन्दाखेरि भगवान्प्रति समर्पित छन् उनी। कुनै काम गर्दाखेरि के अरे अयोध्यामा रामको मन्दिर बनाउन यत्रो लाखौँ कति वर्षदेखि सकेका थिएनन् नि, उनी आए गराए। मुसलमानको राज्य थियो त्यहाँनिर, मुसलमानले गराउन थाले भत्काउँथे लडाइँ हुन्छ। तर खै त उनले सच्चा मनले गर्न थालेका थिए, कसैसित डरै छैन। नडराइकन गरेका। भन्न खोजेको तात्पर्य के हो भने तिमीले गरेका कर्मदेखि तिमी आफू नडराइकन निर्भीक भएर गल्ती नगरिकन गर्यौ भने कहिले पनि डराउनु पर्दैन, कसैसित झुक्नु पर्दैन। यो यति बेर किन यसरी भनेको भने तिमीले आफ्नो शरीरलाई आफै शोधन गरौला। भोलि बिहान फल्लाको छोरो ओहो मेघराज त फलानु मान्छे हो भनेर सबैले हाई हाई गर्नु, बाई बाई नगर्नु। मेघराज आयो भने गनाउँछ भनेर मान्छे पछि फर्केर हिँड्यो भने त्यो जतिको दुर्गन्धी जिउँदो लाग्छ, त्यसलाई भन्छन्। हो कि होइन ल भन्नुहोस् त? हो, फल्नु आयो भनेपछि तँसँग केही छ, त्यसले केही भन्छ, सुन्नुपर्छ त्यसको कुरा भनेर मान्छे पछि लायो भने त्यहाँनिर के भयो भने तिम्रो यश बढ्यो, तिम्रो सत्कर्म बढ्यो। राम्रो गर्यौ भने हुन्छ, नराम्रो गर्यौ भने यहीँ डरायो भने काम छैन, डराउन हुँदैन। अब मैले गर्ने हो भन्ने हो। हिजोसम्म के गर्ने भन्नेसित त सरकारै होइन। मैले मेरो छोरालाई व्रत बन्द गर्ने बेला भनेको थिएँ, व्रत बन्द गर्ने त भनियो छोरा, भोलि गएर के गर्छस्, बाहिर डुल्ने यताउता गर्ने। मैले केही गर्दिनँ, जे का त्यही गर्छु भने मैले यहीँ व्रत बन्द गरिदिएको फेरि यहीँ हो। यहीँ मन्दिरमै के भयो, आगो लाग्यो पाएर भयो त भगवान् रिसायो। ईश्वर जलाए यो जलेन र हजुर यसको प्रतिफल आफूले खानु पर्यो। यता फर्केर गफ गर्न जाँदाखेरि यता
म्याजिक लिन हाल्ने भन्न जान्छ होला म्याजिक लिन जाने भयो त्यो हाल्ने यो रोडै छ त्यही खेलाडी मार्बल हो नि त मार्बल नभए प्लास्टिकको क्या ए तलको प्लास्टिक हो यो तताउने खाले हो नि त जाडा तला तताउनेको यो तलाडे तात्छ है तात्छ ए यो उहाँले रहेको मन्दिर कहाँ है राधाकृष्ण मन्दिरमा जस्तै तल ऊ अब करेन्ट चालु गर्नुपर्छ होला नि होइन त्यही सिस्टमै त्यस्तो बनाएर जाडा त चिसो हुन्छ नि हामी जलबारी नयाँ वर्ष तातो थियौँ त्यहाँ होइन जनवरी हो नयाँ वर्ष गएको थियो 2 तारिकको गइदियो बिहानमा गर्दाखेरि पछि आएपछि राति दिनु पऱ्यो भयो होइन न त दाग गएन अरे जान्नु यो बना है धेरै धेरै जान्छ एकदमै जान्न त आइता यति टाला हाल्ने प्लास्टिकलाई केही त गर्दैन यस्तो भएछ मनमा प्लास्टिकको मान्छे रिजर्भ के भयो छैन युट्युबमा आउँछ युट्युबमा आउँछ युट्युबमा होइन लेखेर लिनु पर्यो नि त गुरुजीलाई लेखिदिनुहुन्छ त्यसले झन् स्क्र्याच बनाउँछ चाहता हुने 2 त थप्ला त्यही टिस्यु हालेर चटनी दिएर जान्छ यो ढोडेको उस छ नि यो दाग यो आइता नभएर उसले जान्थ्यो यो आइताले जान्छ आफ्नो बल्ल बेलुका जाने होला बेलुका कति बजी जानुहुन्छ मन्दिर बेलुका 7:30 बजे ए 8 बज्छ बिहान फेरि छिटै आउनुहुन्छ भोलिलाई आज निम्तो गरेर गहन 7:00 आउँछ मुन्दै गएँ तपाईँको अगाडि होइन हजुर बिहानै होला नि बिहान होइन 12 बजेपछि हो। 12 ए आज एउटा समानदार भइरहेको के पूजा हो वर्षभरि गरेको उद्यापन गर्ने गुरु के हार्ने हो र भन्थे मन्दिरमा हिँडेर पूजा गराए तिमीलाई कहाँ घर बोलाएको त्यस्तो पनि भनेको ए घर बोलाएको थिएँ घर बोलाएको थिएँ
कारण होला भन्दैन होला यहाँ हनुमानसँग पनि गर्नुहुन्छ कि है हनुमानसँग गर्ने ठाउँ पनि छ होला सायद हवन गर्छ नि कहाँ यहीँ यहीँ जो हो यस्तै गरेर गर्ने यो यहाँ अहिले गरियो नि यो पनि त यहाँ गरेकै हो नि त ल ल पारा त तिम्रो काम मैले कति गरेँ कपडामा लगाउला चाहिँ जोड्छ त यो भाला यो र यो भाला एउटा त्यो भाला एउटा यो पछि गर्ने तिम्रो ढङ्गले पुग्दैन जस्तो लाग्छ छोड तर समाएर त्यसरी भएको तिमीले अगरबत्ती ल्याएको थियो कि मैले यो राखिदिएँ है ए धुप चाहिँदो रहेछ धुप त चाहियो जसरी अगरबत्ती पाले बाहिर लगाएर गर्छ यहाँ पुरै कालो हुन्छ नि त ल सुमात ओम ब्राह्मणस्य ममासीत् बाहुराजन्नः कृतः उरु तदस्य द्वैतपद्भाव वनस्पतिरेषु भूतगन्धाभ्यो गन्धत्वमाग्रेयस्वदेवनं पूयं प्रतिक्रियताम् अरे दाइला भनेको आज एउटा छोराको कर्मकाण्ड गरियो हो त गिरिराज सर आउनुहुन्थ्यो तपाईँसित भेट भएन जस्तो लाग्यो मलाई यो ओम चन्द्रमा मन सुजात चुचु सूर्यजात होइन पढाएर हाम्रो थियो भेट भएको चन्द्रमा मन सुजात चुचु सूर्यजात सूत्रभाष्य प्राणस्व कृतपतिस्मायतम नीनं दीपमय दीपं गिरिहाण देवी च तर्लोक्यतिमिरापः अब उयो सुन्छ नि त लगाएर त्यो त ऊ भयो कि बिहा भन्छ नै लगन गाँठो त्यस्तै लतारी माथिमा म के राखेको छु Hi Om Narayana Namo Sutra Sutrata Todimas Govinda to Bemasana Girana and Kobuta Parsida Parameswara Lavo Yanti Chandra Boni and Kalavani and eternally सेतो भएर Om Jet Purushana Vika Devajan Matanatva Santoisha Shida Jangrikan Saradavi Om Saptasha Sapati Saptasandikata Devajan and Ramana Paramasune Avayalavana. Susantaruda. Om Agni Jyoti Jyotiragni Swaha Suryo Jyoti Jyoti Surya Swagni Pato Jyoti Pata Swa Jyoti Surya Suryo Pato Jyoti Pata Jyoti Surya Suryo Pato Jyoti Pata Swaha. Lah, ya. अब हातमा पनि जान्छ भाले पनि साथै हुन्छ ओम जने जन्मय जन्द दिव्यास्थानि धर्माणि परपान्य सन्नति अनाकमय मानस स्वतन्त्र यत्र पूर्वे साध्या सन्ति ओम राजाते राजाय प्रसाय सायिने नमो वयं वै शर्मणा कुर्मै समे कामत् कामकामाय वै कामेश्वर वै शर्मणा ओम कुबेराय वै शर्मणा ओम विशत चतुर्थ विशतम कुविशत बाहुरुत विशत संभाव व्यन्तमति सम्पतर्द्यावा भूमि जनयन् देवै नाना सुन्दर श्रेणी यथा कालुमन पुष्पाञ्जलिमे आदत्तं गिरहाण परमेश्वरः आवाहनं न जानामि तवार्चनं पूजं चैव न जानामि क्षम्यस्व परमेश्वर अन्तर्हीनं क्रियाहीनं विधिहीनं सुरेश्वर यत्पूजितमया देव परिपूर्णदस्तु मे तेन यो आरत लौटाउ अतो तत्स्वाद तलगते सिद्धवना विदेशे मुण्डलेकं सर्वाङ्गदेशे शिष्यत्वार आरात्मक ललाय अब दे प्रकार रहा ऐसा शेखा यो मंत्र पालने से तन में पाया यो दाग्नि से आयुर्मी दे पर तो दाग्नि पर तो जन
इदगुङभि प्रजननमा हात प्रकार इदगुङभि प्रजननमा सबैले सर्वनाम साथ आत्मा संग्रह 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 तत्सुर देवैतं पुरस्ता चक्रम सदा पसेम सरदा शतम जीवेम सरदा शतम शून्याम शतम परपरमा सरद शतमदीना श्याम सरद शतम शतात आपहम पाप कर्माहम पापात्मा पाप संभव आरत लरोगा हेलो कहाँ चले गई? सॉरी मुझे लगा आप बिजी हो इसलिए अरे मैं तो देख रहा हूँ ना आगे पीछे थैंक यू हाँ ओम देवगु शांतिरंतरिक्षगु शांति पृथ्वी शांतिराप शांतिरोपदा शांति वनस्पता शांति विषय देवा शांति परम शांति सर्वगुण शांति सामा शांति हेरि ओम जतो जतः समीयासे ततो न ओम स्वस्ति न इंद्रो विद्या सर्वाः स्वस्ति नः पूषा विश्वेदाः स्वस्ति न ताचो अरिष्टनेमि स्वस्ति नो विद्युपति विगत समृता विस्मयातर शुभम जावानो विदते विरुदाम्ना अग्निर्युवानवः सुरचक्षु विश्वेनो देवावसर भद्रं कर्णेभिः शृणुयामदेव भद्रं पश्येम सविजता स्थिरै रङ्गैस्तुष्टुवा गुंशत्तनुभिरुयासिमै दैवै तत्र वर्णाः सम्पद्यन्ते कुमारा विशिखाय तन्न इन्द्रो बृहस्पतिरेति शर्मजतद् विश्वासं मण्वाणि ते ब्रह्मणस्थायामि सोमर्त्या राजानन उरोर्वर्यो वर्णं चकिर्भूतु जनतं देवा मदन्तु अब त्यसपछि एउटा दक्षिणा सङ्कल्प गरौँ टीका लगाउनु पैसा त्यसपछि गएर अरू कसैलाई दिने पैसा छ भने टीका कसैले लगाइदिनु सबै टीका लगाइ पहिला पैसा उ गर्ने सङ्कल्प गर्नुपर्छ क्या होइन सङ्कल्प गर्ने अनि त्यो सङ्कल्प गर्ने यो पैसा चाहिँ दक्षिण गर्ने नपिएर आदि ओम पूजा गर ओम यो हात जान्थ्यो जल समाधि समाधि टिका थिएँ ओम तत्सतरियम तत्सतरियम तत्सदित विष्णु अध्यासमा भागवते महापुराणे भव्यसतमन्नन्दामी तस्मै कलियुगे जम्मूदिव्य पादखण्डे भरतवर्षे आर्यावर्त अन्तर्देश अन्तर्गते जापानैक्यथे श्री प्रेम सागर शिव मन्दिरे षष्ठी संवत्सराण मध्ये रौद्र नाम संवत्सरे उत्तरायणे ग्रीष्म ऋतौ मासोत्तम मासे ज्येष्ठ मासे शुक्लपक्षे दशम्यां तिथौ अद्य सूर्य उत्तरायणे मिथुन राशि तिथेषु चन्द्रमा तुल राशि तिथेषु देवगुरो कर्क राशि तिथेषु येषु घर यथा यथा नाम राशि तिथेषु सत्सु घरगणमिष्यन्त अद्य बुधवासरान्वितः मम उपनयन संस्कार परिपूर्णार्थं श्रुतिस्मृतिपुराणोक्त फलप्राप्यार्थम् अप्राप्तलक्ष्मी प्राप्यार्थं प्राप्तलक्ष्मी चिरकाल संरक्षणार्थं सकलैषित मनोकामना सिद्धार्थम् आयु आरोग्य ऐश्वर्य हर्ष विजयपूर्वकं दारिद्र्य दुःख दुर्गणे च भाग्य भूकम्पादि दोष निवारणं कायिक वाचिक मानसिक परिशुद्धि आदौ दीपक कलश गणेश पूजन पूर्वकं यत् कीर्तं तत् सुकीर्तमस्तु यन्न कीर्तं तत् विष्णु प्रसादात् ब्राह्मण वचनात् परिपूर्णमस्तु अस्तु परिपूर्णमस्तु भनेर त्यहाँ छोएर राखेको धनवद्दवलीराजदानवीन्द्र महाबलतेन त्वं प्रतिबध्नामि रक्षमाचल
हजुरको पसल भएको कहाँ हिराइयो हिरा एकिन हिरे एकिन हिराइयो रेस्टुरेंट वाला halal हो ये हाम्रो त लिइरहेको जानु लिइरहेको नभएर त्यही म प्रतिवाद नामिरहेको छ मास तर उसले बाबुराम नै यता कता लाटो खोलेको छु भन्थ्यो बिसौनाको बाबुराम सापकोटा जहिले चिन्नु विश्वेदाः स्वस्तिस्तार्च्य आयुर्दुर्णश्रुते श्रियं सदसरति शत्रुच्छो राघवे ऐश्वर्यं नहुषे गतिशपमने मानं च दुर्योधने शौर्यं शान्तवने बलं हलधरे सत्यं च कुन्ती श्रुते विज्ञानं विदुरे विवा ॐ मां स्वस्यतु ते कुशलमस्तु चिरायुरस्तु गोवादिरस्तु धनधान्य समृद्धि ऐश्वर्यमस्तु ऋतुस्यतु सन्तानमस्तु हरिभक्तिरस्तु सदा सर्वदा हरि में चित्त लगे कला सन्तु पूर्णा सन्तु मनोरथा शत्रुणां विनाशस्तु मित्राणाम् उदयस्तव अब यो खाने अब बस्ने अब त्यसलाई तिम्रो काम भ्याइरहेको अब तपाईँ गुरुलाई टिको लाएर दक्षिणा दिन परेन अघि गरेन कहाँ गरिस् त्यो दक्षिणा अब त्यो उहाँ सङ्कल्प गरिस् अब गुरुलाई टिको लाएर दक्षिणा दिन पऱ्यो नि टिका ला टिको लाउने अनि त हो गर्ने गुरुलाई दक्षिणा दिने अनि ढो गर्ने अनि मन्त्र लेखेर एउटा पान्नामा राख्ने बिहान उठेर नुहाइ गर्ने अनि पूजा गर्ने गायत्री मन्त्र गर्ने बिहान फेरि 12 बजे उठेर गायत्री मन्त्र होइन नि बिहानै गर्नुपर्छ नि ओम आकिज्ञानर्थवर्तमानोदेशेन कर्मतन्त्रेण क्षेत्रथेन देवो जाति भुवनानि पश्यन् मन्त्रार्थस्फला सन्तु पूर्णा सन्तु मनोरथा शत्रूणां विनाशस्तु मित्राणाम् उदयस्तव त्यही दिन जानु त्यही दिन मलाई हो खुट्टामा गर्ने त्यहीदेखि अनि माउने बिहार माउने आज त पुरा गर्ने हो अब तिमीले त्यो कपडा लाउरे यो सफा गर तिमीले सफा नगरी जानु पाउँदैन एउटा बोतलमा यहाँ पूजाको कहिले कहाँ? गरेर उ गर्नु पर्यो स्वस्ति शान्तिको छ पाइहाल्छ रेस्टुरेन्टमा छ कि है ए ल बोतल पाइन्छ होला छ त्यो ल्याइदियो होला नभए हेरौँला पनि यो तपाईँको भयो होला हजुर यो भएको यो पुरै भिडियो बनाऊ हो